यतिको बोक्ने चाहिँ मान्छे चाहिएको नि मलाई कि अब चाहिँ हामी जाँदैछ हाम्रो यहाँ तोरीको साग हेर्नु विकास साल जोत्दैछ हामीलाई हो ए होइन अर्को ठिकै हुन्छ के गर्नु अन्त रुनु दङ्गाउनु दङ्गाउनु माथिबाट खाने बेला भएछ नि खाने बेला भएछ त खाने बेला भएछ नि माथिबाट आमाहरू हुन्छ हो अब तल जानुभएको म होला यहाँनिर हामी तोरी हेर्नु आएको कुन कुन चाहिँ आधी आधी चाहिँ ठुल्ठुलो रहेछ फेरि कति चाहिँ अनि ठुल्ठुलो उयो झुप्पा रहेछ हेर्नु नि अब टिप्यो है गाइस हामी तोरीको साग झन्डै ल हल्ला गर्दैछु अब को आउँछ आउँछ लान्छ म पनि टिपेको है अब गाइस घाममा रोपेको चाहिँ यति फाइदा चाहिँ अब हामी उठाउँदैछौँ हो हामी अब हामीले रोपेको साग खानु आँटेको छ कुमार कस्तो लाग्दैछ हामीले यस्तो घाममा यो रोपेर अब फलायो होइन वाउ आफै खानु पाउँदा अब यहाँ चाहिँ अलिक कम्ती उम्रेको रहेछ हौ यहाँ रहेछ अलिक ठुल्ठुलो गाइस के भन्नुहुँदैछ